जरी मर्यो सिसैको गोलीले, जरी मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मिठो बोलीले, माया साथैमा उडायो रेलैले। हल्लै हल्लाको संसार आउँदैछु म माया नमार। गुराँस फुल्यो लेखमाथि भन्दा 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 भन्दा, तिमीसँग माया बस्यो मनमा 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 मनमा। 16 वर्षे उमेरैमा मै पनि झुके हुँदो हो, अहिले पो बुढो भयो। ल भाइ ल थोरै कटिङ हेरौँ है त्यसको, यसै कटिङ गर्ने हो क्या। यहाँ पुरै म्यारिनेसनको प्रोग्राम सकिसक्यो है। मसलाहरू पुरै अमिलो हुन्छ नि, सेकुवा मसलाहरू सब हालिदिइसक्यो होइन। आजको यो सेकुवा खाएपछि चाहिँ साथीहरूले दाइहरूले अहिलेसम्मकै बेस्ट भन्न बेर छैन आज। ल अचार 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 सेकुवाको अचार 5:40मा केटाहरू यहाँ छ। कहिले हुन्छ पार्टी? ओइ छिटो आउ न, छिटो आउ, छिटो छिटो। दाइले 5 बजे पुग्नुपर्छ भन्नुहुन्थ्यो, 5:50 चाहिँ भइसक्यो। सुसन र निमालाई के उत्तर दिनुहुन्छ? के अन्त यस्तै छ बाटोको। मैले सामान रेडी गरेको अहिले हो त। यो गर्न यो ए ओके। निखिलबाट त्यो सामान आएन नि त, त्यही भएर चिम्टानी किन्यौँ है हामीले। हल्का ढिलो पो गमेन त्यसको लागि साथीहरूलाई। सेन्दाई यो नागामाची एरिया हो होइन, पुग्न लागिसक्यौँ। ल अब यामा थोरै जुस किन्नलाई। ल घाम डुब्न लागेको बेला आइपुग्यो है। बज्न चाहिँ 6:30 बज्यो है दाइ। सबै सेको ल। रिसाइसके केटाहरू दाइ। ल ल ल वेलकम सबैजनालाई। आजको भाडा चाहिँ देखाउँ न। बवाल छ है। भाडामा लिएको हुन्छ त बुढो नि। भाडामा खै लिन गयो, चाहिँदैन, पैसा पर्दैन यो भाडाको। नयाँ भाडा हो ल यता नि रहेछ है, ढिलो तर कडा। ल बालौँ आगो बालौँ। घिसिङ दाई हजुर के छ? एकदम यार ल बिन्दास छ भाइहरूसँग। आज खासै रमाइलो छ। निमा भाइ पनि छ यहाँ है। सुसन सर वाट्सअप। ल सरोज भाइ अनि हाम्रो प्रजिन भाइ। ल सुरु गरौँ आज चटपटे गेम। तपाईँले पोल्ने हो दाइ, पोल्ने हो, पोल्ने हो। म चाहिँ सबिन थुलुङ राई है। सुरु भइसक्यो। ठुलोलाई साँच्ची होइन ल 0%। खुसी हो दाइ। म चाहिँ यहाँनिर कोक पार्टी खान्न न। बेर त खाँदा केही हुन्न। हामीसँग गिटार पनि छ आज। बाई द वे आज त आमा भाइहरूको गीत सुन्दै आज दुईजनाको गीत सुन्ने आज। आगो बिना पोल्न सकिँदैन मासु। दाइको मेहनत यहाँ छ है। हाम्रो मेन आइटम चाहिँ काँचै खाँदा नि हुन्छ, त्यसरी मैले यहाँ मसला घोलेको छु क्या। ल ल सरोज भाइले दामी दाइकोबाट जान्छ अब दाइको तर्फबाट। हुन्छ नो प्रब्लम।
हिरोसे खोला हेर्दै हेर्दै कोइला सुनभन्दा महँगो छ हौ, सुनभन्दा महँगो छ कोइला झन्डै झरो। हाम्रो काम गर्छ पहिला तिनीहरूको बर्थडे पार्टी पनि जानु पर्ने है। अर्को एक्जाम बनाउँथ्यो अब बर्थडे पार्टी बनाउनु गाह्रो के अब यहाँ कि भाइलाई सबैले बोलाउनु पर्यो। आज के हो त? यसैलाई भनियो नि त बर्थडे पार्टी त अब बिल जति दिउँ न सबै। फुटाउ फुटाउ कान्छो बिल जति यहाँ छ गोजीमा। फुटाउने यार कोरन्तै हुन्छ क्या त्यही छोड्नु न। अलिक बलङलङमै बन्नु पर्यो क्या। बिस्तारै भन्नुहोस् कि चक्कु हेर्नै चक्कु। ठुलो चक्कु बोक्यो भने पक्राउनु पर्छ नि गोर्खालीको छोरा। जापानमा। ए यो मासु पोल्नकै लागि, आगो बाल्नकै लागि, आगो फुक्नकै लागि अमेजनबाट मगाएको यो 8000 को फ्यान। यो भनेको छ नि यहाँ माथि हो नि मासु राख्ने त। यसलाई फेरि यसरी गरेर हाल्नु नि मिल्छ यसरी। हो र? एकचोटि सर्लक्क तातेपछि चाहिँ काठमाडौँको याङतारुले भत खान्छ हौ हामीलाई। याङतारुले सक्दैन। याङतारु ठिकै लाग्छ मलाई त। मलाई त्यो त्यहाँको त्यो भाइब चाहिँ राम्रो छ कि। अब हेर्नु अहिले यहाँ याङतारु बिर्सिनु हुन्छ यार। यी भाइले बवाल बनाउँदैछ यहाँ, फोटो नि खिच्दैछ। उसले बनाउँदैछ यहाँ हुक्का बार। चटपटे रेडी भएको भाइ सरोज? चटपटे दाइ त रेडी। खाइदिउँ? हुन्छ ल दुईजना पानी लिन गएको छन्। दाइ यस्तो चाहिँ यस्तो हाल्दैन न काले आयो भने के हुने। कालो आयो क्या, चिनिएन त्यही भएर। ल लगभग फर्स्ट लट खाने बेला भइसक्यो है। फोटो खिच्नुमा व्यस्त। डढ्नु भएन है, डढ्नु भएन है। हल्का हल्ला र चट्ट लाएर यहाँ जुन पनि छ होइन, यता घाम पनि डुबिसक्यो। सर चढाउनु न भगवान्लाई। यो पनि चढाउनै पर्छ योसँग त। खानुभन्दा अगाडि हामी चढाउँछौँ होइन। यो चाहिँ हाम्रो अब टिम छ कि हेर त। किराँती, यो धरतीलाई मुलबासी, यस। ल त्यत्तिकै चाख्नु त कस्तो छ? पहिलाभन्दा बवाल हो। बलिन हल्का छ ल सुरु भइसक्यो है। दाम भ्यू पनि दामी तर आजको भ्यू चाहिँ कसम मोबाइल भयो है। अब यहाँ गाना नि गाउनु पर्यो क्या प्रजिन मेरो भाइ, सिङ्गर भाइ। यस। ल ल यहाँ राजा टिप ल सबैले एउटा एउटा ल भाइ ताता त छ है अचार पनि छ है। घिसिङ दाइ के बोल्नुहुन्न र? ओ यार सबै छैन यति मिठो हो कि। तर लास्ट टाइम पनि दाइले यही शब्द भनेको कि अलिक फेर्नु पर्छ। तर मैले यो लिइदिएँ ल। कति रहेछ? जुसी कटाइ पनि मिलेको, कता त दाम नै भयो है। मोलाई पनि मिलेको, पोलाई पनि मिलेको। फ्राई पनि मिलेको। मोलाई पनि पोलाई पनि मिलेको कि फ्राई पनि मिलेको। 6 जनालाई 7 केजी मात्र हो आज। निमा भाइ मजा आइरहेछ है। एकदम तिमी पर्मानेन्ट कुक भइसक्यो सही छ ल। दाइ। पाकिसक्यो है, पाकिसक्यो। ल लिउँ सर। लिनु यो चाहिँ यो पातलो चाहिँ ठिक छ मलाई। त्यो बाक्लो त टिस्यु बोके जस्तो देखेको मैले। त्यही त भेटाएन। छ हो टिस्यु छ छ प्लास्टिकमा कहाँ देखेँ। चटपटे यार। दामी मजा है। बाबा चटपट लभर रहेछ यार दाइ त। म त ओभर खानु चटपटे। मजा आयो दाइ? हिजो नि खायो नि। चटपटे र ससेज देखाइरहेको छ हौ मलाई। तपाईँलाई ससेज देखाउँ भने ससेज त घाम खाइहालेँ। चटपटे पोल्छन् होइन त केटाहरूले। यतिको गाह्रै छ दाइ, पाउनलाई गाह्रै छ है। प्रजिन खाऊ न। यतिको पोल्ने भनेको हाम्रो ग्याङले मात्रै हो। हामी नै हो फेरि ग्याङ भने। प्रजिनले भन्छ कस्तो लाग्यो? Crunchy on the outside, juicy in the inside. आहा
सबै मिलेको ट्याक्क मिलेको इङ्ग्लिसमा भने हो यो नबुझिया कि बोसो खान्छु ल म एउटा म्युजिक भिडियो बनाउँ न हामी 3-4 जना मिलेर यार यत्रो चाहिँ गीत बजाउने भएको छ ब्यान्ड गर्ने भएको छ अब गीत पनि आउँछ है अब एकछिन पछि ओ लामखुट्टे पनि आउँदो है ल है मादल ल्याउने कुरा चाहिँ यसरी चल्दैछ आज हाम्रो बार्बिक्यू जिन्दगीमा के छ र मरिलानु के छ र हा 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 Rosin in the house. सरी मर्यो सिसैको गोलीले सरी मर्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले सबैजना हान्नु पर्यो क्या हाम्रो पर्मनेन्ट कुक भाइ छ यहाँ कोही गन्न सक्दैन जातै सानो मायामा हुँदैन माया साथैमा उडायो रेलैले उडायो रेलैले उडायो रेलैले उडायो रेलैले वाह असली मजा आयो साथी हो ल यता छ हाम्रो हिरोसे खोला है त्यहाँ जुन लागिरहेछ घाम डुबिसक्यो जापानको सेन्दाई अघि नलाई जान्न अब घिसिङ दाई घरको बुढा चौकी माथला घरको कुर्सी माथला घरको कुर्सी जो मेरो जान्छ खेर घरि यता र उति घरि यता र उति अहिले चाहिँ बवाल आयो कलर लाइटै हालेर रहेछ नि त हल्ला चलेछ राजै चर्चा चलेछ ओ मै विदेश जाँदा विदेशैमा बसेछ भनेर हो हो उतैतिर घर जम्बु भनेर हल्लै हल्लाको संसार आउँदैछु म माया नमार
दसैँ पनि हाम्रो परदेश होइन यो पुरै भाकाको गीत ल आकाशैको कालो बादल पानी पर्यो छम्म छम्म पानी पर्यो छम्म छम्म मादलुको तालैमा नाचौँ हामी छम्म छम्म आहा लास्टै मजा आयो यार मादलुको तालैमा नाचौँ हामी छम्म छम्म माइती राजा सम्झी आयो दाइ माइती राजा सम्झी आयो परदेशको मोह त्यागेर परदेशको मोह यो हो नि त अहिले चाहिँ नेपालमै भएको भाइब्स आयो मलाई 2011 मा 11 पढ्दा यही गीतमा नाचे थिएँ म हिसिङ दाई इज पोर्क लभर क्या सबिन भाइले बनाएको यार मासु त कसैले खाँदैन ल रमाइलो मासु भन्दा नि यो रमाइलो त हामी त रमाइलो पो हो त होइन भुजाले पेटे ड्याममा फुलाएको छ भुजा र बियरले पेट फुलाएर त्यही माथि बोसो खेलेन त्यसले किन अहिले अर्को गेमको लागि राखेको के ए खेलेन नि खेलाउनु पर्ने हो तर एम्बापे र त्यसलाई यस्तो रेस गरेर आएर क्या खेले पनि नखेले पनि अलरेडी गइसक्यो सेकेन्ड फर्स्ट भएको भए त्यो त अनि अलिक हार्ने टिमसँग पर्थ्यो नि भन्ने कुरा अनि हाइल्यान्ड सल्यान्ड त नि माथि त नि त्यो सेकेन्ड भएर गएर चाहिँ झन् अर्कोसँग परे ए हो सुँगुरको मासुले 4 जान्छ भनेको हो रहेछ सबैलाई बनाइसक्यो ल्यासै बोसो खाएपछि ल्यासै हुन्छ क्या ज्यान कसैले खाएकै छैन मिठै त्यही हुन्छ अब एकछिन आराम है घिसिङले त्यहाँ 4 केजी त एउटै ठाउँ पकाइदिनुहुन्छ दाइलाई जान हतार भयो अनि आज 1 वर्षसम्म यहीँ राख्नु एकै बसम्म बस्ने र त्यो त्यहाँ उता हाम्रो निमहरूले बोलाएको थियो म नगर बसेर आज त्यहाँ चाहिँ के अरे निमहरू अनि श्रीमल छैन मेरो भाइ के छ एकदम भगवान दाइ थाकिसक्यो यार लेट्स गो भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई के भन्ने हाम्रो समय 10 मोहर महिनाको कमाई हाम्रो दुःखको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो ए हाम्रो दुःखको पानी राम्रो हाम्रो समय साँच्चै रमाइलो धाराको पानी कान्छी नानी पोकेको कम्मरमा भुलेको छैन त्यो मिठो पानी अझ यो उमेरमा धाराको पानी कान्छी नानी पोकेको कम्मरमा भुलेको छैन त्यो मिठो पानी अझ यो उमेरमा अब अहिले चिसो खोला कहाँ गयो धारा खोला भएन चारा हात भेट्ने भएन सारा तिर्खा मेट्ने ए भएन सारा हात भिज्ने भएन स्वाद तिर्खा मेट्ने घिसिङदालाई के भयो दाइ पुरै अगाउनु भएछ है होइन त्यो तोड्नु पर्यो है खुट्टा यार लास्टै त्यो भयो है खुट्टा चाहिँ होइन दाइको पेट खुम्चेर- पेट ठुलो देखिसक्यो खुम्चेर बसेपछि बिजो हुन्छ होइन पेट पनि अगाडि अगाडि हो नबोलाऊ
साथी फेरि फेरि हृदय तोड्नेलाई आफा फके दोस्ती नबल्झाऊ झरेको घाउलाई सहन धेरै गाह्रो छ नेपाल जानु लिए जानु पर्छ झरेको घाउलाई सहन धेरै गाह्रो छ मजा भइरहेछ है अनलाइन सबमा कसकी हुन्छौ कसकी हुन्छौ हुन्छौ मेरी हुन्छौ हुन्छौ के लोसार चाहिँ पहिलाभन्दा खतरा बन्नुपर्छ है लोसार चाहिँ सकेसम्म नेपालबाट कलाकार नल्याउने भाइ भाइहरूको रमाइलो कस्तो लागिरहेछ रमाइलो धेरै रमाइलो लाग्छ यो भाइ र हाम्रो रमाइलो एकदम हाम्रो रमाइलो ल दाइको नाममा कोक खाएँ मैले सोधरामालाई आहा कलिलो दामालाई सोधरामालाई आहा कलिलो दामालाई सोधरामालाई आहा कलिलो दामालाई सोधरामालाई यहाँको आँगनमा लामोको साँचो होइन होला है मान्छे हेर्दा केटा केटी कुरा गर्छु जेठी हामी जस्तो मर्छन् मेटी भोलि कुरा गर्छु माइतीलाई भेटी ए होइन भने कलिलो तामालाई सोधरामालाई आहा कलिलो तामालाई सोधरामालाई आमालाई भन्न आमालाई कलिलो तामालाई सोधरामालाई मुखियाको आँगनीमा फलामको साँचो ए एउटा गरा जोतिसके अर्को चाहिँ बाँझो हाम्रो घरको आमाले भन्छ बुहारीको छ खाँचो कलिलो तामालाई सोधरामालाई आहा कलिलो तामालाई सोधरामालाई छातीमा मेरो आज माछा पोल्न मासु पोल्न आएको त्यसो जानु पर्यो नि त नि छातीमा मेरो यो छोटो बोटो कमरमा खुर्पेटो सोधरामालाई मनको धनी पालेमा छैन म जस्तो खै केटो सोधरामालाई आहा म जस्तो कोही केटो सोधरामालाई आहा म जस्तो कोही केटो सोधरामालाई आहा म जस्तो कोही केटो सोधरामालाई यस्तो नेचुरल खाले जाऊ क्या यार यहीको परिवेशलाई गरेर झम्बे ए सबेर बाख्रा उकाली लागे घोरले बाख्रो खोइ भन होए झम्के गुलेली यता पो हो क्या हो झम्के गुलेली अरू है आउँदा जेसुकै भन अरू है आउँदा जेसुकै भन म आउँदा चाहिँ ओइ भन होए झम्के गुलेली म आउँदा चाहिँ ओइ भन होए झम्के गुलेली कलमै ल्याउन मसिने ल्याउन कलमै ल्याउन मसिने ल्याउन म लेख्छु कि लेख्दिन होए झम्के गुलेली म लेख्छु कि लेख्दिन होए झम्के गुलेली लासु लहरे भर चौतारी
लहरे बरा भुइँ छोयो है टुप्पैले हो झम्के गुलेली भुइँ छोयो है टुप्पैले हो झम्के गुलेली यतिन्जेलसम्म घरबारे छैन आहै घरबारे छैन रुपैले होए झम्के गुलेली के गर्नु रे रुपैले होए झम्के गुलेली वाह 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 बहनाले जुरायो कि ए बहनाले भेटायो लहनाले जुरायो कि बहनाले भेटायो हेरिन्जेलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया हेरिन्जेलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया भेटौने दो बाटो छुटाउने दुईटा भयो गोरेटो भेटाउने चाहिँ ए मिस्टेक भयो ल सुरु भेटौने गोरेटो छुटाउने दो बाटो हेरिन्जेलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया हेरिन्जेलको सम्झना छुटेपछि तिर्सना जिन्दगानी दर्पण छाया बवाल यार सुराले बोलाउन पर्दैन माया भए डराउनु पर्दैन त्यसैले नै बोलाउन मन लाग्यो माया भए बोलाउन केदैन हो माया खेल होइन पिराती जीवन भरिलाई खेलै खेल सम्झना बगैँचाला खेल सम्झ पिरातीलाई को होइन अब यस्तो बहाना गर्नु पर्दैन हो माया भए डराउनु पर्दैन हो दाइ माया भए डराउनु पर्दैन नाइस नाइस ल हे कान्छी कही त बोल न मनको कुरा खोल न म मादल खन खन खन्काउला तिमी जुरेली जस्तै नाच न नाच्नु पर्यो क्या आज ननाचौँ यतिकै रमझम मात्रै गरौँ पिरिलो हाँगा टुप्पैमा पाछैन चिरिलो नसीसँग पिरती लाउन हुँदैन ए पिरती लाउन हुँदैन सुरिलो हाँगा भन्ने नि छ र कि जिस्के है मैले जिस्के मात्र है नबिर्स है खिरिलो हाँगा पुरानो मुहारै छोपेको जाँदछ बादल भित्र जुनै हो कि लुकेको हजुर
उज्यालो तिमी मेरो पनि बसेका छौ हजुर कलेजीको सेरो फेरो मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए ए भर जाँदै सुटुकै मेरो लाजैले लाजैले म त लाजैले 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 उडुकै मेरो मनैको फुल टिपी तिम्रो समयमा सिउरिए हराएका मेरा सपना भेटिए तिम्रै आँखामा निदाएका मेरा चाहना जिए तिम्रै आँखामा तरङ्गे इन्द्रेणीमा आठो रङ मिसाउँकी तिम्रो शीतल मिठो दियो है केटाहरूले। सारीमा यो जुनी ताउकी हो मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए कस्तो राम्रो गीत हो है मेरो मनैको फुल टिपी अरे क्या तिम्रो मनैमा सिउरिए मलाई आउँदैन नि। ल ल भएन भएन फेरि गर त त्यही डिमै लाउ त उठाउनु दाइ मायाको बारीमा प्रीतिको फुला सङ्गाली राखेको कुसुमे रुमाल कुसुमे रुमाल बढी आयो कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल यो बनाको गुरेटोमा पछ्यौरी कसको अल्झेछ नयाँ घाउ बगेको होइन पुरानो घाउ बल्झेछ मनैको शीतको थोपा पातले पुगे जस्तो मायालुको माया बोक्ने कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल लौरे दाइले बिदाली सानो रेलमा चढेर कान्छी नानी रुन्छिन् सम्झनाको सेली लिएर लौरे दाइले बिदाली सानो रेलमा चढेर कान्छी नानी रुन्छिन् सम्झनाको सेली लिएर भागे भए भेटौँला भेटामा अर्को साल नभए सम्झना कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल कुसुमे रुमाल तिमीलाई त्यही पर्खिरहे ओके आज चाहिँ लास्टै मजा भइरहेछ है साँच्चै नै तिमी त कहाँ हराइदियो म भने अलमलेर तिमीलाई त्यही पर्खिरहे तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त
हटिसक्यो रहरहरू मुटुबाट हटिसक्यो अब त आस पनि मरिसक्यो रहरहरू मुटुबाट हटिसक्यो किन हो किन यस्तै नै भयो कहाँ हराइदियो यो हो नि त मजा असली मजा तिमीलाई त्यही पर्खिरहे तिमीलाई त्यही पर्खिरहे तिमीलाई त्यही पारीवनको पत्केरीमा सानो कोइलीले गाएको लाग्दछ बादलभित्र जुनै हो कि जाओस् ल अर्को चाहिँ च्याङले कुन कुन हो त्यसलाई आफूलाई जिरा आफूलाई खेलाउनु आवाज ठुलो आवाज भएन भाइ अब त मलाई मन छैन गाउँ छोडेर जानेलाई अब त मलाई मन छैन गाउँ छोडेर जानेलाई अरूमा केटा डराउँछ च्याङबाट डराउँदैन अब्बा र आमालाई भन्दैमा च्याङबाट भागेर जाँदैन च्याङबाट भागेर जाँदैन मन छाडे मै च्याङलाई ज्यान पनि छाडे त्यसलाई मलाई मन छैन गाउँ छोडेर जाने अब त मलाई मन छैन गाउँ छोडेर जाने मै च्याङ तिमी डम्फुको तालैमा नाचिदेऊ मै च्याङ तिमी डम्फुको तालैमा ए जाओ सबको यार मलाई बिहे गर्छु आउने सालैमा नाच्देऊ तिमीलाई देऊ मलाई बिहे गर्छु आउने सालैमा यो उकाले न्याय पायो आया यार हात दुलो 16 वर्षे उमेरैमा मै पनि झिल्के सुन्दो हो अहिले पो बुढो भयो वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भयो सुतारीमा बर्फी फल झ्याम्मै 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 गाछीसँग माया बस्यो झम्मै झम्मै झ्याम्मै झ्याम्मै गुराँस फुल्यो लेखमाथि भनमा 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 तिमीसँग माया बस्यो मनमा 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 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भयो 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भयो मायालाई भेटियो मायालाई भेटियो जङ्गलको तिर्सना मेटियो हो गाईलाई
कि हजुर को गाईलाई चराउँदै लाली जोवन जान्छ कि हजुर को गाईलाई चराउँदै गाडी आउला सहारा बनेर म पिउला हात्ती नै आए नै तिम्रै लागि बादल सरी परी परी पछि लाग्नेछु साथी यो गीत तिम्रो लागि बनेर पछ्याउनेछु सरी परी परी वाह हानो त केटोले यार मेरा मायाहरूले ढाकेर हानो त फेरि जिन्दगी भरिको लागि साथ दिइरहनु घाम बनेरै उदाउनु किरण भइरहनु आकाश साँच्ची मायाको निभाइरहनु है जहाँ हुन्छौ जे गरे नि नबिर्सिदिनु है बादल सरी वरिपरि पछि लाग्नेछु बाडुकी बनेर पछ्याउनेछु कोरस कोरस समय पुगिदिउँला जुबलाई साथ हाँसिदिउँला जीवन तिम्रै लागि नदेखे पनि सधैँ माया छ धेरै धेरै सम्झेर भेट हुन्छ ला ला बादल सरी वरिपरि पछ्याउनेछु बाडुकी बनेर पछ्याउनेछु छुएर तिम्रो पानी नगदो रहेछ मजा आयो ल अरूले नि मजा लिएर होला होइन हेरेर आज त अल डे म्युजिकल नाइट विथ माई ब्रदर्स यति रह्यो है अब के गर्ने जति खाए पनि सरसफाइ गर्छ त हामी होइन हुन्छ मनका कुरा तिम्रा मनका कुरा तिमीलाई खोज्छ र तिमीलाई आर्ची हल्का छुट्यो है तिम्रा मनका कुरा तिम्रा मनका कुरा तिम्रो मन दुख्यो होला दुखाउनेलाई कति सपना बगे होला जोन सामलिङ इन द हाउस दुख्यो होला दुखाउनेलाई के थाहा कति सपना बगे होला नदेख्नेलाई के थाहा तारा रा 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 तारा
उयो एउटा जेरी फिल्ममा छ नि एउटा गीत के अरे त्यो छ नि त्यो गीत मोहनी लायो भन्ने क्या मोही लाग्यो त आँखैले जानी नजानी फसे आवाज फुल्यो ल बगेरै जानु कतै कसैलाई नभनी माया गरेरै भुलेर टाढा गए नि मलाई नबिर्सिदिनु है त्यो मनभरिको माया दिएरै जानुला माया गर्नुला माया गर्नुला कति छुकै माया गर्नुला माया गर्नुला ल लास्ट मजा आयो ल जाने बेला सरसफाइ ल यति भयो हुन्छ अलिअलि त खान्छ चराले होइन ठिक छ सरसफाइ गर्नु त राम्रो कुरा हो त एक्टिभ छ है सरोज एक्टिभ छ है हामी खाने मात्र होइन कि सरसफाइ पनि गर्छौँ है फोहोर लिएर अब जाने हो अनि यहाँ खाएको एरिया पुरै सफा गर्ने हो माथि छैन यता तलतिर मात्र एक लाख फेरि खाल्ने पुग्छ नर्मल मान्छेले यसरी सोच्दैन नि त त्यही भएर कविता लेख्दो रहेछ भाइ। भाइ हल्का लजाउने क्या चराले खान्छ यो चाहिँ के हो अब सर आज साइकल छैन है ल यहीँबाट छुट्ने होला गाडीमा आएको मान्छे ल अब हामी जाने हो त्यो चाहिँ धेरै रमाइलो भयो र सायद अब 12 पनि बज्यो क्यारे होइन अब अर्को टाइम पनि हामी यसरी नै बस्ने बाचासहित सबै आफ्नो गन्तव्यमा लागौँ अनि बाटो चाहिँ राम्रोसँग जाउँ है ल बाटोमा सिङ गरौँ आज साइकलमै आएको भएर हामीले के मादक पदार्थ के खाएको छैन साइकलमा जाने भएर है ल त ल बाबा सबैजनालाई आज म गाडीमा है नमस्कार समादेश नमस्कार समादेश भाइ लभ यु किकुची आइट्स किकुची बाका त्यहाँ कहाँ सातो जङ्गली सायद त्यहाँ कता किकुची नाम गरेको बिल्डिङै रहेछ हौ त्यहाँबाट ल लागौँ दाइ ल दाइ र म फर्किने हो हामी चाहिँ फर्क्यौँ अब दाइले मलाई छोड्नुहुन्छ मुकाइयामा को आस्था स्टोरसम्म त्यहाँ मेरो साइकल छ ल है ल केटाहरू साइकल पेल्दैछ है ल है सुशान्त सर निमा सरोज अनि हाम्रो अर्को भाइ प्रजिन म नि साइकलमा यसरी नि टक्क हिँडेर हुन्थेँ दाइको गाडीमा आज चाहिँ चढ्न पाइयो ठिक छ